हेलो गाइज, आज चाहिँ म बाख्रा गोला आएको हो। बाख्रा चाहिँ यो घना जङ्गलमा कता हरायो। समथिङ आधा घन्टादेखि मैले यो जङ्गलको भित्र खोजिरहेको छु, बाख्रा भेटेको छैन। यहाँ चाहिँ एकदम घना जङ्गल छ। गाइज, हजुरहरू मसँग मिलेर हजुरले भिडियोबाट हेर्नुहोस्, म प्रत्यक्ष हेर्छु। बाख्रा खोज्नु पर्यो। हेर्न सक्नुहुन्छ गाइज, यो पुरा घना 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 जङ्गल छ र यो जङ्गलको भित्र चाहिँ बाख्रा आएको थियो, कता गयो ल हेर्न सक्नुहुन्छ। कहाँ त आवाज सुने जस्तो लाग्थ्यो हो। आमेला जङ्गल पुरा घना छ गाइज। के कुरो हो यो? कहाँनिर गयो बाख्राहरू? आधा घन्टादेखि खोजिरहेको छु गाइज। कता यतैतिर सबक त कहाँ सुने जस्तो लाग्थ्यो। कहाँनिर गयो? मिल्ने ठाउँ पनि त छैन। कस्तो बाटो नै छैन हेर्नु। पुरै झाडी लपेट्यो, मलाई लपेट्यो। कहाँ गएछ बाख्रा? मेला बाख्रा यहाँ छ गाइज। यता बाख्रा यता छ, यता। बाख्रा फाइनली बाख्रा कता कति त भेट्यो है। यता चोरिराखेको रहेछ यहाँ। यति तलबाट कति छिटो यति माथि पुग्यो त नि। ल हेर्नुहोस् गाइज, बाख्रा सबै यता नु। छापाक छुपुक हराइहाल्छ जङ्गलमा। अनि म तलको जङ्गलबाट आएको गाइज। ल हेर्न सक्नुहुन्छ, यहाँ पुरा हरियाली घाँस पलाएको छ। अनि घाँसमा बाख्राहरू मजाले कता बनमाराको भित्र बसेर चोइरहेको छ। ओइ निक्लियो तिमुर। अरू कता गयो? ल फाइनली बाख्राहरू भेट्यो गाइज। यहाँ अलि नाङ्गो पनि छ, जङ्गल कम छ। यतैतिर आएर चरेछन्। ल हेर्न सक्नुहुन्छ, त्यो पछाडि यतातिर हाम्रो गाउँ हो। ल हेर्न सक्नुहुन्छ, यो हाम्रो गाउँ हो। पारदेखि नै सबै हाम्रो गाउँ हो।
लगाइज हल्का रमाइलोको लागि भिडियो बनाएको। भिडियो मन नपरे पनि लाइक गरिदिनु होला है त। हस् त, बाई बाई।